आज फागुन 21 गते काठमाडौँमा रोडहरूको अवस्था यस्तो छ। चुनावको कारणले गर्दाखेरि सवारी साधनहरू खासै चलेको छैन। फाटाफुट्ट मात्रै चलेको थियो दिउँसो। अहिले अलिकति चहलपहल चुनाव सकिन लागिसकेपछिको समयमा अलिअलि हल्का यसो रमिता हेर्नेहरूको घुइँचो अलिअलि बढ्या छ नयाँ ओभरपासमाथि। यो चाहिँ ठ्याक्कै ग्वारखु एरिया हो। अब साइकल चलाउने, त्यो पुलमाथि फोटो भिडियो खिच्ने, टिकटक बनाउनेहरूको अलिअलि जमात छ। सुनसान काठमाडौँ छ आज। रोडहरूले पनि बहुत शान्ति पाइरहेको अवस्था छ। अरू बेला यो ठाउँमा दायाँ बायाँ चारैतिर जतिवटा लेन भए पनि खचाखच हुने ठाउँ। आज रोडले धेरै शान्तिको महसुस गरेको छ धेरै वर्ष पछाडि। यस्तो खुल्ला मौसम त के खुल्ला हो भने पुरै तुवालोले केही नदेखिने भएको छ। सुनसान छ वातावरण चाहिँ। हामी पनि यसो कोठामा बस्दा अलिक बोर लागेर यसो खुट्टा तन्काउन बाहिर निस्किँदाखेरि यस्तो दृश्य देखियो। त्यही दृश्यलाई कैद गरिराखेको छु। यो यतापट्टि चाहिँ सातो बाटोपट्टिबाट आउने अथवा सातो बाटो जानेपट्टिको साइड हो। एकदम खुल्ला छ बाटो। गाडीहरू 100 भन्दा माथिको स्पिडमा हुइकिन पाउने अवस्था भइराखेको छ। एकदम सरर हावा चलेको मौसम, शीतल मौसम छ। घाम पनि डुब्न लागेको समय छ। 5 बजिसक्यो। अब त लगभग चुनाव पनि सकियो होला। अलिअलि फाटाफुट्टा सवारी साधन हल्का फुल्का रोडमा निस्किरहेको अवस्था छ। वरिपरिको मौसम यस्तो छ। 1 किलोमिटरभन्दा नजिकै खासै टाढा खासै देखिँदैन। चारैतिर सबै भ्यालीलाई चाहिँ तुवालोले ढाकिदिएको छ। वातावरण एकदम प्रदूषित छ। पानी परेको छैन। त्यसले गर्दाखेरि खासै केही देखिँदैन। यो पारीको गाउँहरू सबै तुवालो र हुस्सीले सबै धुलो र धुवाँले छेकिदिएको छ। अति आवश्यकका साधनहरू बाहेक अरू कुनै पनि साधनहरू चलेको छैन। ओभरपासमा एउटा एम्बुलेन्स आउँदैछ। एम्बुलेन्स आइसक्यो। आज त साइरन पनि बजाउनु पर्यो होइन। फ्री छ त्यो। वहाँ पुगिसक्यो। चारैतिर मौसम एकदमै प्रदूषित अवस्थामा देख्न सकिन्छ। तुवालोले खासै केही पनि देख्न पाइएको छैन। मौसम चाहिँ एकदमै खराब भइसकेको छ काठमाडौँ भ्यालीमा। अहिले बर्सात भएको छैन। मेन समस्या चाहिँ त्यही हो। बर्सात नहुनुको कारणै यो प्रदूषित वातावरण, धुलो धुवाँ अत्याधिक छ। र रोडको अवस्था चाहिँ पुरै खाली छ। अहिले सडक टोटली खाली हो। आज दिनभरि नै बिहान 7 बजेदेखि नै हिजो बेडै यस्तै छ। एउटा बस आइपुग्यो। मौसम एकदमै प्रदूषणयुक्त छ है। ल हेर्नुहोस् कस्तो छ। एकदम दूषित मौसम छ। ग्वारखुको ओभरपास। गाडीहरू फाटाफुट्टा चलेको अवस्था छ। यो बिएनबी हस्पिटलको एरिया। बाक्लो घना बस्ती छ। गाडीहरू रफ्तारमा कुदिरहेको छ। सधैँ यहाँबाट एयरपोर्टहरू देखिन्थ्यो। आज त तुवालोले गर्दा एयरपोर्टहरू केही पनि देखिँदैन। संसारमा सबैभन्दा थोरै हावा चल्दा पनि अत्याधिक मात्रामा हल्लिने पिपलको पात रहेछ भन्ने कुरो मलाई आज थाहा भयो। खासै हावा चलेको छैन, तर पिपलको पात नै लास्टै चैत वैशाखको हुरी आउँदाखेरि जङ्गलहरू, बाँसको घारीहरू हल्लिए जस्तो गरेर पिपलको पात एकदमै हल्लिएको अवस्था छ। थोरै हावाले पनि पिपलको पात धेरै हल्लिँदो रहेछ। यतापट्टि हेर्दाखेरि यो बिरुवाहरू हलचलै गरेको छैन। हेर्नु नै यत्रो बिरुवाहरू छ। खासै त्यति साह्रो हल्लिएको छैन। त्यति साह्रो हावाले हल्लाएकै छैन। यतातिर सामान्य खालको हावा छ। त्यति धेरै हावा पनि चलेको छैन। म चाहिँ अहिले पुलमाथिको दृश्य लिइरहेको छु। घाम पनि अस्ताउन लागेको छ। मतदान पनि सकिन लाग्यो। घाम पनि अस्ताउन लाग्यो। हामी चाहिँ अब आफ्नो गन्तव्यतिर जाँदैछौँ। ग्वारखु चोकमा आज 21 गतेको अवस्था यस्तो छ। पुरै सुनसान छ। केही छैन। खुल्ला छ।
आनन्दको वातावरण छ, सुनसान रमाइलो। फाटाफुट्टा साधनहरू चल्न थालेको छ, ट्याक्सीहरू चल्दैछ, सुनसान माहौल छ अहिलेसम्म। लगभग आजलाई यस्तै नै होला। ल हजुरहरूले यहाँसम्म हेरिहाल्नुभयो, प्रतिक्रिया दिनुहोला। घुमन्तेको गन्तव्य युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। यस्तै नयाँ भिडियोहरू फेरि लिएर आउने छु। हस्त, धन्यवाद।